अहिले चाहिँ हामी जाँदैछौँ पाथिभारा। ल यो चाहिँ मेरो दोस्रो चोटिको पाथिभारा यात्रा। भाइ बहिनीहरूसँग जाँदैछु। सबैजनालाई स्वागत छ मेरो ब्लगमा। हामी चाहिँ लाग्यौँ है। ल अब हाम्रो चाहिँ यात्रा सुरु भयो। मेरो चाहिँ दोस्रो चोटि, तिम्रो चाहिँ चौथो चोटि हुन्छ होला। सबसे भन्दा अब देखिने बुढो पनि मै, पुग्दाखेरि पनि चौथो चोटि। सबैभन्दा कान्छो चाहिँ मै परे, कपाल काटेर दारी काटेर। कतिचोटि जानुहुँदैछ तपाईँ चाहिँ? हामी चाहिँ यो सेकेन्ड टाइम हो। सेकेन्ड टाइम हो तपाईँको? सेकेन्ड टाइम हो। फर्स्ट चोटि चाहिँ विदेश जानुभन्दा अगाडि जानुभएको? पहिला जमानामा अहिले चाहिँ हामी घरबाट निस्किसकेर 1 घन्टामा चाहिँ एमआई खोला पुगिसकेको छौँ र एमआई खोलामा चाहिँ खाजा खाँदैछौँ। यहाँ साथमा हुनुहुन्छ मेरो दिदी, अनि यता हुनुहुन्छ मेरो दाईहरू। जेठा दाई, हजुर। यता चाहिँ मेरो मैना दाई, म चाहिँ कान्छा, कपाल काटेर। अनि यता चाहिँ एमआई खोला। यो चाहिँ अस्ति बाढी आएको ठाउँ, यो पहिरो आएको ठाउँ, पुरै भत्काइदिएको बाटोहरू हो। यो चाहिँ बनाउँदैछ अहिले। यही खोलाले है बगाएको चाहिँ सबै। यो जेठा दाइ अनि कस्तो भइरहेछ त? सबै ठिक भइरहेछ। उहाँको चाहिँ कपाल मलाई लास्ट टाइम मनपर्छ यार। कपाल चाहिँ पछाडि दामी लाग्छ तपाईँको। ल हाँस्नु भन्नु त्यसो भए। होइन हाँस्नु पऱ्यो नि, हाँस्नु पऱ्यो नि। त के गरे भयो हाँसेर। कान्छा दाइको जुङ्गा फेरि जुङ्गा चाहिँ फेरि लास्ट टाइम चना आदि त्यही अड्किन्छ। खोलामा चाहिँ के हुँदैछ यहाँनिर? अब हाम्रो यहाँदेखि यात्रा सुरु भयो। बाटो धेरै खराब छ। अस्तिको पहिरोले गर्दाखेरि पुरै झलक यहाँदेखि चाहिँ देखाइदिनु। हातै घरको खोला साथ अब हामी राखे आइपुग्यौँ। यसो खाना तर्कातिर हल्का च्यापो हल्लाउनु, बिहानको टुथपेस्टहरू चाहिँ मुखमा गनाइरहेको त्यसलाई चाहिँ मिटाउन। कृपया हाम्रो सबै मान्छेहरू चाहिँ सबै सुतुवा पार्टीहरू भएको कारणले गर्दा मै मात्रै एउटा एक्टिभ भएपछि यो चस्मा लाउनु मैले मात्रै बाध्य भएँ। तिमी चस्मा लिँदैन? चस्मा लाएर यस्तो गर्दै हेऱ्यो तन्की कता कता पहिरो गएछ कस्तो भएछ। असली पठाली छ फेरि। ल अब चाहिँ हामी खाना खान लाग्यो है। के गर्दैछ?
Let me see what I got. बाजुले भने एकचोटि पछाडि चाहिँ बस्नुपर्छ क्या आधी घन्टाको लागि अब तिमीहरू पछाडि कहाँ बस्ने अरे दिदी चाहिँ पछाडि डिक्कीमा ओहो जसमै खोल्नु बाध्य बनाउनु यस्तो अप्सन हो कहाँ यहाँबाट कुर्ता सुरा लाएर आउँछ हेर त्यस्तो काँडाकुँडो खाँदिनँ हामी वाक्कै भइसक्यो खाएर कटुसमा खानुपर्छ यता त्यो पुल चाहिँ यही हो मिठा मिठा लाल जबरजस्ती छौ फेरि अहिले चाहिँ हामी काबेली नदी आइपुगिसकेको छौँ र हामी चाहिँ यहाँनिर पूजाहरू गर्नेछौँ अनि त्यस पछाडि चाहिँ हामी लाग्नेछौँ हामी काबेलीतर्फ र यहाँ चाहिँ पूजाहरू गरेर माथि जाँदाखेरि चाहिँ माथि भएर दर्शनको यात्रा चाहिँ सहज हुन्छ भनेर एउटा मान्यता रहेछ हामी चाहिँ त्यसैले यहाँनिर पूजा गर्न जाँदैछौँ पानी इच्छा लाग्यो भने यो पानी श्रद्ध गर्दा ठुलो पानी अब अहिले चाहिँ मलाई 50 त देख्नु भएको छ किनभने चेकिङ राख्नुभयो होइन गाडी भेट्नु पर्ने कारणले गर्दा अहिले चाहिँ हामी काफ्लेपाटी आइसकेको छौँ सानो फेदीमा अब यहाँबाट त यात्रा हुन्छ हाम्रो चाहिँ माथि मास्को फेदीमा अनि त्यहाँ हामीले होटलहरू बुक गरिसकेको छौँ
अब चाहिँ हामी यहाँबाट लाग्दैछौँ पाथिभाराको दोस्रो फेरि होइन माथिल्लो फेरि। अहिले चाहिँ हामी मात्र फेरि आइपुगिसकेका छौँ र आजको हाम्रो बसाइ यहीँ हुनेछ र हामी भोलि बिहान उठेर दर्शन गर्न जानेछौँ। बस्ने यहाँ रहेछ हाम्रो कहाँ हो यहाँ ए ल अहिले चाहिँ हामी बस्ने ठाउँ आइपुगिसकेका छौँ। को अनि उयो हिँड्न सक्दैन त्यसलाई पर्खिँदै लिएको मैले बस्यौँ बसेर एक ठाउँ चिया कि जानु आधी घन्टा त्यहीँ बसेको म त पर्खेको यो भाइहरूलाई चाहिँ लान्छु कि तर नबसाइकन मलाई त बसिदिनु पहिले ब्यागमै बोक्छु अहिले चाहिँ हामी मात्र फेरि आइपुगिसकेको छ। यो केटाहरूले चाहिँ छोडेर आएको हो हामीलाई। हजुर यो केटाहरूले चाहिँ हामीलाई छोडेर आएको हो। अहिले चाहिँ हामी बस्ने रुम भेटिसकेको छौँ। बस्ने रुममा चढ्दैछौँ। आधी ढोका दुँदो रहेछ। हाम्रो रुम चाहिँ आजको यहीँ हुनेछ। अब यहाँनिर रुम नभएको बेला एडजस्ट गरेर यहीँ बस्नेछौँ। हाम्रो रुम यहाँ छ र राम्रो छ। पाला पर्छ मजाले खाउँ है। ल अहिले चाहिँ बिहानको 4 बजिसकेको छ। हामी सबैजना उठेर यहाँ सामानहरू लियौँ हामीले पूजा गर्ने। त्यस पछाडि अब चाहिँ हामी माथि लाग्नेछौँ पूजा गर्नको लागि। एकदमै जाडो एकदमै चिसो छ। त्यही पनि अब हामी चढ्नेछौँ। पल्लव ब्रदर ठिकै हुनुहुन्छ नि? कस्तो फिल भइरहेछ तपाईँलाई अहिले? हो नामी तपाईँ आरिसमा नआउनुहोस् किन मलाई चाहिँ हामी मेन गेटबाट छिरेर जाँदैछौँ।
र अब चाहिँ हामी आइपुग्नु लाग्यौँ यहाँ माथि देख्दैछौँ टुप्पो यही हो लास्ट एन्डिङ चाहिँ सबै हरेक सामान यहाँ छ नि मन्दिरको छक पुरा यहाँ छ होइन थोरै भ्यू आउँदैछ त्यो पनि देखाइदिनु आयो यो हिमालय नि होइन याक पनि आयो हेर्नु त हजुरहरू मलाई बोकेर लानु होला कृपया सकिँदैन नि ठुल्दाइले चाहिँ बुझ्छु भन्नुभयो ठुल्दाइ केजीको 2000 केजीको 200 हो चल्दैन मायाले पैसा तान्दैन यहाँ हाम्रो घन्टी देखाइदिनुहोस्